आज म 99 छिना फरेस्ट खेलिरहेको छु। मेरो बेस लेभल 4 को भएको छ। अहिले त्यही बिहान हुन आँटिरहेछ। मेरो एउटा लायन भन्ने मेसी पनि लायन भन्ने साथी पनि आइसक्यो। म त्यो अब क्राफ्टिङ टेबलमा गएर छु। अब त्यही क्राफ्ट गर्नै मिलिरहेको छैन। म त्यही अब म बच्चालाई बचाउन जाने हो। बिहान भएपछि बच्चालाई बचाउन जाने हो। बिहान नि हुन आँटिसक्यो गाइज। अब त्यही बिहान हुन आँटिसक्यो। एउटा बच्चा बचिसकेको छ। अब म कहिले मर्न सक्छु। हेर्दै जानुस् है, म मर्न नि सक्छु। हेर्नु, मर्न नि सक्छु म। एउटा ब्लकर भन्दा नि म कम छैन। हेर्नु म मर्न नि सक्छु। डियर आउँछ। यो गेममा चाहिँ मर्ने समय नि हुन्छ। डियर कहिले आउँछ जान्छ। एउटा बच्चा चाहिँ बचिसकेको छ गाइज। अहिले त्यही अब चाहिँ बिहान भइसक्यो। अब चाहिँ म बच्चालाई बचाउन जाने हो आज। अब बच्चालाई बचाउन गएर छु म चाहिँ आज बच्चालाई बचाउने हो। पानी नि परिसक्यो गाइज। एक्स्ट्रा 3 डेज पनि पाइसक्यो मलाई। एक्स्ट्रा 3 डेज। एउटा बच्चा बचिसकेको छ गाइज। अब चाहिँ यहाँ पानी परेर कम भइरहेछ हाम्रो क्याम्प फायर पनि। अब हामीलाई बनी फुडवाला नि भइआइसक्यो। हामी लुगा नि चेन्ज गर्न मिल्छ के गाइज। मसँग ट्र्याप पनि छ के। गाइज म त अब उता गएर छु। हेर्नु होला बिजुली पनि आउँछ कहिलेकाहीँ। म चाहिँ अब खरायोको बनी फुड निकालिरहेको छु के। बनी फुड गाइज मलाई एकैछिनमा बनी फुड मिलिहाल्यो। गाइज मलाई बनी फुड मिल्नु पनि सक्यो। अब चाहिँ म फेरि एउटा ऱ्याबिटले मारिरहेको छु खाजाको लागि। त्यो नि मेरो पछाडि आइरहेछ। त्यसपछि म कहिले काहीँ मर्छु। त्यसपछि भिडियो रेकर्डिङ भएपछि म एडिट पनि गर्छु अनि त्यसपछि युट्युबमा हाल्छु। गाइज हेर्नु होला यो मेरो क्याम्प फायर यति बढिसक्यो। मेरो मर्ने समय नि आइसक्यो। अब त्यही म खाजा खाइरहेको छु। अब खाजा खाइरहेको छु गाइज। अब त्यही म हेर्नु होला मोबाइलमा नि हेर्न सक्नुहुन्छ तपाईँ। त्यही राति भएपछि म फेरि उता जाने हो कि। मर्ने टाइम हुन्छ हाम्रो राति भएपछि फेरि मर्ने टाइम हुन्छ। म त्यसमा हाल्दाखेरि गइरहेको थिएन के। त्यही भएर क्राफ्टिङ नै भइरहेको थिएन। क्राफ्टिङ नभएर पनि क्राफ्टिङ नगर्न मिलेको। त्यही भएर यो नि मेरो साथी नि क्राफ्ट गर्न आइरहेको थियो। त्यही भएर यो नि लायन वाला मेरो दोस्त फेरि क्राफ्टिङ गर्न आइरहेछ। मलाई त क्राफ्टिङ गर्न नै सकिन। You will be attacked गाइज। आज चाहिँ हाम्रो बेसमा अट्याक हुन्छ अरे। त्यही भएर अब हाम्रो मर्ने समय नि आइसक्यो। अब मर्ने समय आइसक्यो गाइज। हाम्रो त राति नि हुन आँटिसक्यो गाइज। राति भइ पनि सक्यो। अब मेरो मर्ने टाइम इज स्टार्टेड। मर्ने टाइम स्टार्टेड हाम्रो गाइज। मर्ने टाइम स्टार्टेड भइसक्यो। त्यहाँ अगाडि डियर हेर्न सक्नुहुन्छ।
त्यो त मेरो पछाडि आइरहेछ। त्यसले मलाई अट्याक गरिसक्यो। गाइस अब म मरिसकेँ। गाइस म मर्न आँटिसक्यो है। हेर्नु मर्न आँटिसकेँ म। मेरो हेल्थ कम छ है। अब यसले मलाई मारिहाल्छ। हेर्नु मेरो डाइ भइसक्यो। अब म गेम प्ले छोडिसकेँ।